नमस्ते मित्रहरू, स्वागत छ तपाईहरू सबैलाई बुद्धि सोलमा, जहाँ हामी बुद्धका शिक्षाबाट प्रेरणा लिन्छौँ र जीवनको अन्धकारबाट उज्यालो खोज्छौँ। आजको कथा साधारण होइन, यो एउटा यस्तो कथा हो जसले तपाईलाई सम्झाउँछ असली बाटोमा कहिल्यै भिड हुँदैन, किनभने त्यहाँ पुग्ने हिम्मत सबैसँग हुँदैन। जीवनमा कहिलेकाहीँ हामी एक्लो पर्छौँ, साथीहरू टाढा हुन्छन्, परिवार बुझ्दैन र समाज हाँस्छ। तर बुद्धले भन्नुहुन्थ्यो, एक्लै हिँड्न नडराओ। जब सत्यको बाटोमा हिँडिन्छ, धेरैजना पछि फर्कन्छन्, तर सिद्धि त्यही एक्लै हिँड्नेले पाउँछ। एउटा युवा थियो, नाम थियो आनन्द कुमार। ऊ सधैँ अरूको साथ खोज्थ्यो, साथी बिना काम गर्दैन, सल्लाह बिना निर्णय लिँदैन। ऊ सोच्थ्यो, एक्लै केही गर्न खोजे भने असफल हुन्छु। एक दिन ऊ बुद्ध जहाँ बस्नुहुन्थ्यो त्यहाँ पुग्यो। बुद्ध ध्यानस्थ थिए। ऊ नजिक गएर भन्यो, भगवान, सबैजना मलाई साथ छोडेर गए, अब म कसरी अघि बढौँ? बुद्धले आँखामा हेरेर शान्त स्वरमा भने, जसरी कमल फूल एक्लै फुल्छ, त्यस्तै सत्यको खोजी गर्ने आत्मा पनि एक्लै फुल्छ। बुद्धले आनन्दलाई एउटा उदाहरण दिनुभयो। तिमी जङ्गलको बाटोमा हिँड्दा के सबैले साथ दिन्छन्? दिँदैनन्। तर बाटोले भने तिमीलाई एक्लै सिकाउँछ, हरेक मोड, हरेक ढुङ्गा, हरेक गल्ली। बुद्धले थप्नुभयो, संसार तिम्रो पीडामा हाँस्छ, तर तिमीले तिनैको हाँसोमा आत्मशक्ति खोज्न सिक्नुपर्छ। जब हामी भिडसँग हिँड्छौँ, हामी सोच्दछौँ सुरक्षित छु, तर वास्तवमा भिडमा हाम्रो आत्मा हराउँछ। बुद्धले भनेका छन्, भिड सधैँ गलत दिशामा दौडन्छ। सत्यको बाटो कहिल्यै भिडले भरिएको हुँदैन। एक दिन आनन्द बजारमा हिँड्दै थियो, सबैजना उसमाथि हाँस्दै थिए। त एक्लै के गर्न खोज्दैछस्? तर ऊ मुस्कुरायो, किनकि अब उसले बुझिसकेको थियो, भिडको तालीभन्दा मौन आत्मशक्ति ठूलो हुन्छ। तिमी जन्मदा पनि एक्लै जन्मिन्छौ, मर्दा पनि एक्लै मर्छौ। बीचमा मानिसहरू केवल यात्राका यात्रु हुन्। बुद्धले सिकाउनुभयो, आफूमा भरोसा राख्न सक्ने मानिस नै मुक्त हुन्छ। जब हामी आत्मविश्वासमा हिँड्न थाल्छौँ, संसारको शङ्का, आलोचना र डर सबै फिक्का हुन्छ। त्यो नै आध्यात्मिक स्वतन्त्रता हो। आनन्द अब ध्यान, मौन र संयममा बस्थ्यो। ऊ हरेक बिहान बुद्धको वाणी सम्झन्थ्यो। साँचो साधकलाई साथ आवश्यक छैन, सत्य मात्र चाहिन्छ। एक दिन उसले बुद्धलाई भन्यो, भगवान, म अब डराउँदिन, किनकि मैले आफैमा बाटो भेटेँ। बुद्ध मुस्कुराउनु भयो, अब तिमीलाई कुनै साथ आवश्यक छैन, किनकि तिमीले आफैलाई साथी बनायौ। प्रिय दर्शकहरू, जीवनमा जब सबैजना टाढा जान्छन्, त्यो हार होइन, त्यो ईश्वरको सङ्केत हो। अब तिमी आफै बलियो बन्ने समय आएको छ। बुद्धको शिक्षाले भन्छ, एक्लोपन पीडा होइन, आत्मबोधको आरम्भ हो। शान्ति बाहिर होइन, भित्र जन्मिन्छ, र साँचो सुख तब मिल्छ जब तपाईँ अरूको होइन, आफ्नो मार्गमा चल्नुहुन्छ। मित्रहरू, यदि तपाईँ पनि अहिले एक्लो महसुस गर्दै हुनुहुन्छ भने डराउनु होइन, मुस्कुराउनुहोस्, किनकि बुद्धको वचनमा छ, सत्यको बाटोमा एक्लै हिँड्ने आत्माले नै संसारलाई उज्यालो दिन्छ। आजको सन्देश यही हो, एक्लै अघि बढ्नुहोस्, गन्तव्यमा तपाईँ आफै पुग्नुहुनेछ। प्रिय दर्शकहरू, जीवनमा कहिलेकाहीँ बाटो एक्लो देखिन्छ, तर त्यो एक्लोपन नै तपाईँको गुरु हो। त्यो तपाईँलाई मौनतामा सिकाउँछ, संयममा बढाउँछ र सत्यतर्फ दोहोऱ्याउँछ। आजको कथा, एक्लै अघि बढ्नुहोस्, गन्तव्यमा तपाईँ आफै पुग्नुहुनेछ, हामीलाई यही सम्झाउँछ कि साँचो यात्रु सधैँ भिडमा हराउँदैन, ऊ आत्मामा जाग्छ। बुद्धले भन्नुहुन्थ्यो, आफै उज्यालो बन, किनभने अन्धकार बाहिर होइन, भित्र बस्छ। जब तपाईँले आफैमा प्रकाश भेट्नुहुन्छ, तपाईँलाई कसैले रोक्न सक्दैन, न भिडको डर, न संसारको आलोचना, किनकि आत्मशक्ति नै सबैभन्दा ठूलो साथी हो। मित्रहरू, यदि तपाईँ अहिले एक्लो महसुस गर्दै हुनुहुन्छ भने त्यो तपाईँको कमजोरी होइन, त्यो तपाईँको परिवर्तनको सुरुवात हो। मौनतामा बस्नुहोस्, ध्यानमा डुब्नुहोस् र आफ्नो आत्माको आवाज सुन्नुहोस्। त्यो आवाजले नै तपाईँलाई मार्ग देखाउनेछ।
त्यो नै बुद्धको वाणी हो जो तपाईभित्रै बस्छ। जीवनको अन्त्यमा साथ कोही रहँदैन, तर आत्मबोध सधैँ साथ रहन्छ। त्यसैले एक्लै अघि बढ्नुहोस्, गन्तव्यमा तपाईँ आफै पुग्नुहुनेछ। यदि यो भिडियोले तपाईको मन छोयो भने यसलाई लाइक र शेयर गर्न नबिर्सनुहोला र यस्तै प्रेरणादायक सामग्रीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब साथै शेयर लाइक गर्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।